के बालिन शाहले एक्लैले, मेरो मूल जवाब चाहिँ सुन्नुहोस्, के एक्लैले अहिले जति ठाउँमा उसले हात हालिराखेको छ, जे काम उसले गरिराखेको छ, त्यो एक्लैले कति दिन ठेक्छ यो मान्छेले? उसले हेपिराखेको अमेरिकनलाई पनि चिडाएकै छ, चीनलाई पनि चिडाएकै छ, हिन्दुस्तानमा त बौलाइ नै भइसक्यो त्यहाँको मान्छेहरू, त्यो चिडाएकै छ। यहाँको प्रशासन सिङ्गे चिडाएकै छ, ट्रेड युनियनवाला जति सबै चिडाएकै छ। खोला मिचेर र सरकारी जमिन मिचेर बसेका देशभरिका यो चाहिँ मै हुँ भन्ने माओवादी, खाओवादी र सुकुम्बासी र हुकुमबासी सबै चिडाएकै छ। उसले नचिडाएको को छ? अदालत सिङ्गे चिडाएकै छ, विद्यार्थी सिङ्गे चिडाएकै छ, शिक्षक सिङ्गे चिडाएकै छ, विश्वविद्यालय सिङ्गे चिडाएकै। यसले नचिडाएको को छ? कस्तो खालको मान्छे रहेछ यो? लडाइँ गरे भने त एक गरी बिस्तारै गर्नुपर्ने, अल फ्रन्टमा लडाइँ गर्ने एकैताली भन्छ नि यहाँ विद्वानहरूले, सबै फ्रन्टमा एकैताली गोली हान्ने। यो मान्छे जुन तरिकाले अड्न खोजेको छ, भगवान्ले यसलाई अड्ने ताकत दियोस्, अड्ने शक्ति बनोस्। यस्तो प्रधानमन्त्री भयो भने, यस्तो गभर्मेन्ट भयो भने बस 5 वर्षमा उत्पात उल्का हुन्छ देश। मलाई भित्र मनले भन्नुहुन्छ भने एक प्रकारको खुसी लागेको छ, भाइ।